ओट्स राम्रो होइन है, ओटमिल राम्रो होइन, खानै पर्यो अर्ग्यानिक ओट्स खानुहोस्, नत्र चाहिँ यसमा ग्लाइफोसेट भन्ने एउटा औषधि हाले हुन्छ, त्यो एकदमै राम्रो होइन। यस्तो खालको भिडियोजहरू मैले बेला बेलामा देखिरहन्छु, मान्छेले कुरा गरिरहनु भएको हुन्छ। साइन्सले के भन्छ त त्योतर्फ जाउँ। ओट्स राम्रो होइन, तथ्य हो कि हल्ला। सो यसो रिसर्च हेर्दाखेरि चाहिँ त्यो तथ्य हो जस्तो मलाई लागेन। 2025मा चाहिँ एउटा मजाको कम्प्रिहेन्सिभ रिभ्यू स्टडी पब्लिस भएको छ, ग्लाइफोसेट इन फुड भनेर। त्यसमा चाहिँ संसारभरि विभिन्न देशहरूमा भएका अध्ययनहरू, विभिन्न फुड सेफ्टी अथोरिटीले जस्तो युरोपको, युएसको, क्यानाडाको, तिनीहरूले चाहिँ कति हरेक खानेकुरामा प्रति केजी चाहिँ कतिसम्म त्यो ग्लाइफोसेट भन्ने कीटनाशक औषधि, कीटनाशक भन्दा पनि झार मार्ने औषधि हो त्यो चाहिँ कतिसम्म चाहिँ त्यहाँ हुँदाखेरि ठिक छ, त्यहाँभन्दा बढी चाहिँ हुनु हुँदैन भनेर लिमिट हुन्छ नि जुन एमआरएल, त्यो सबै त्यसरी चाहिँ कम्प्रिहेन्सिभ हिसाबले रिभ्यू गरेको थियो, हेरेको थियो। त्यो हेर्दाखेरि चाहिँ संसारभरिको अध्ययनहरू हेर्दा 99% खानेकुराहरूमा चाहिँ त्यो जति लिमिट छ त्योभन्दा कमै त्यो रेसिड्यू भेटिएको छ भनेको डराउनु पर्ने अवस्था छैन, सेफ लिमिटमै छ भन्न खोजेको हो। एउटा अर्को प्रश्न हुनसक्छ, झार मार्ने औषधि रहेछ त्यो चाहिँ अब विभिन्न हिसाबले औषधि यस्तो विषादीहरू त हानिकारकै हुन्छ नि त, अनि प्लस प्रोबेबल कार्सिनोजनमा पनि राखेको छ ग्लाइफोसेटलाई। त्यही ग्रुपमा राखेको छ जहाँनिर चाहिँ रातो मासुलाई राखेको छ, जहाँनिर चाहिँ हाई टेम्परेचर फ्राइङलाई राखेको छ होइन। त्यो कारणले यो हुनसक्छ, त्यो हुनसक्छ, किन खाइरहने भन्ने हुनसक्छ होइन। त्यो पनि भ्यालिड क्वेसन हो, तर त्यसको विकल्पमा के त होइन। हरेक खानेकुराको प्रोज एन्ड कन्सहरू हुन्छ। सो ओट्स खाइरहनु भएको छैन भने तपाईँले अर्को केही न केही चिज खाइरहनु भएको छ, अन्डा खानु होला, दुध खानु होला, दुध र चिउरा खानु होला, अथवा तपाईँले गहुँ रोटी खानु होला, ब्रेड खानु होला होइन। सो त्यसमा पनि त अब दुधहरूमा एन्टिबायोटिक रेसिड्यूको कुराहरू आउँछ, व्हिटहरूमा पनि ग्लाइफोसेट हाल्या हुन्छ, त्यो नभए अर्को विषादी हाल्या होला। सो हरेक कुराको प्रोज एन्ड कन्स हुन्छ होइन। तर रिसर्च हेर्दाखेरि चाहिँ हामी डराउनु पर्ने बिल्कुलै छैन। एउटा यो कस्को क्वाकर ओट्सको चाहिँ यो इन्भाइरोमेन्ट वर्किङ ग्रुपले थुप्रै ओट्सहरूको अध्ययन गरेको थियो, अरू ब्रेकफास्ट सिरियलहरूको पनि। त्यसमा चाहिँ 1300 पार्ट्स पर बिलियन त्यो ग्लाइफोसेट भेट्यो, एकदमै धेरै अमाउन्टमा भेट्यो भनेर आएको थियो। त्यो पनि हामीले दैनिक कति खान्छौँ ओट्स भनेर हिसाब गर्दाखेरि चाहिँ एकदमै डराउनु पर्ने रहन्छ कि। त्यो मैले हिसाब गरेको थिएँ, 1300 पार्ट्स पर बिलियन भनेको 1.3 mg पर केजी हो कि। सो हामीले एउटा सर्भिङ अफ ओट्स भनेको 40 ग्राम र हो नि त होइन, पकाउँदाखेरि 1 बोल जस्तो हुन्छ होइन। त्यति खाँदा त्यतिमा चाहिँ कति हुँदो रहेछ भनेर हिसाब गर्दाखेरि चाहिँ प्रतिदिन तपाईँले 529 कि 30 सर्भिङ चाहिँ खानुपर्ने रहेछ कि ओट्स। त्यति धेरै खानुपर्ने रहेछ तपाईँ डराउनको लागि, तपाईँलाई त्यसले असर गर्नको लागि, नत्र चाहिँ त्यसले तपाईँलाई असर पुऱ्याउँछ भन्ने स्ट्रङ एभिडेन्स छैन भनेर चाहिँ अध्ययनहरूले भन्छ। तपाईँ बच्चाको हकमा चाहिँ त्यो रिसर्च चाहिँ कोही चाहिँ अलिकति सेन्सिटिभ हुनसक्छ, अथवा बच्चाहरूको त्यो फिजियोलोजिकल डिफ्रेन्ट कुराहरूले गर्दाखेरि बच्चाहरूलाई चाहिँ अझै त्यसमा थप अध्ययन हुनु जरुरी छ। तर त्यस्तो अहिलेको हकमा हेर्दाखेरि त्यस्तो डराउनु पर्ने चाहिँ छैन भन्ने छ। सो बच्चाको हकमा किन म गर्नु, म सेफै हुन्छु नि त भनेर सोच्नुहुन्छ भने अर्ग्यानिक ओट्स खुवाउँदा भयो होइन। तर एडल्टको हकमा चाहिँ त्यसरी आउट अफ यो वे गएर एकदमै एक्सपेन्सिभ पैसा हालेर खुवाउनु पर्ने चाहिँ म देख्दिनँ होइन। कसैले अफोर्ड गर्नुहुन्छ म अर्ग्यानिकै खुवाउँछु भन्नुहुन्छ भने इट्स अप टु यु होइन। तर डराउनु पर्ने अवस्था चाहिँ छैन भनेर मैले चाहिँ त्यति भेटाएँ। अझ मलाई यो विषयमा अझ थप जान्न मन लागिरहेको छ। सो म थप पढेर अरू भिडियोजहरू पनि बनाउला। तर मैले आज सर्टली 3-4वटा अध्ययनहरू पढेँ। एउटा मेन मैले टाइम स्पेन्ड गरेको चाहिँ त्यही 2025 को कम्प्रिहेन्सिभ रिभ्यू हो। त्यो हेर्दाखेरि चाहिँ ओट सेफ छ, ओटमा ग्लाइफोसेट भनेर डराउनु पर्ने कुरा छैन। ग्लाइफोसेट झार मार्ने औषधि हो जुन अरू खानेकुराहरूमा पनि हालिन्छ, तरकारीमा हालिन्छ, अरू व्हिटहरूमा हालिन्छ। अब दुधहरू मासुहरूमा पनि ग्लाइफोसेटको मात्रा भेटेको छ भनेर मैले त्यही अध्ययनमा पढेँ होइन। सो अब त्यो आफै डिसाइड गर्नुहोस्, डराउनु पर्ने चाहिँ छैन।